देश तथा विदेशमा रहनुभएका आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई नेपाल थामी समाज के कस्तो तरिकाले चलिरहेको छन्, नेपाल थामी समाजको दैनिकी कस्तो तरिकाले चलिरहेको छन् भने चाहिँ नेपाल थामी समाज केन्द्रीय अध्यक्ष रणबहादुर थामीलाई चाहिँ प्रश्न पारिदिनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद पदम सर। अध्यक्षज्यू, नेपाल थामी समाजको अहिले संस्थागत तरिकाले गतिविधिहरू काम कस्तो तरिकाले चलिरहेको छ? सर्वप्रथम त देश तथा विदेशमा रहनुहुने सम्पूर्ण थामी समुदायलाई म नेपाल थामी समाज केन्द्रीय अध्यक्ष रणबहादुर थामीको तर्फबाट सेवा नमस्कार। पदम सर, अहिले दैनिक रूपमा संस्थाले गर्नुपर्ने आफ्नो काम चाहिँ एकदम द्रुत गतिमा अगाडि बढेर आफ्नो काम गरिरहेको छ। पदम सर, तपाईँले द्रुत गतिमा काम बढिरहेको छ भनिरहँदाखेरि नेपाल थामी समाजले चाहिँ अहिलेसम्म तपाईँले अध्यक्ष भइरहँदाखेरि चाहिँ के काम गर्नुभयो त? अहिले म अध्यक्ष भए पछाडि नेपाल थामी समाजले जम्मा 11-12वटा काम गरेको छ पदम सर। त्यो चाहिँ तपाईँलाई म 1 नम्बरदेखि भन्छु। पहिलो काम चाहिँ नेपाल थामी समाज केन्द्रीय कार्यालय अस्तव्यस्त अवस्थामा थियो। त्यो केन्द्रीय कार्यालयलाई चाहिँ व्यवस्थित रूपमा अहिले कोटेश्वर जस्तो चोकमा चाहिँ एउटा फ्लाइट सिस्टममा चाहिँ केन्द्रीय कार्यालय चाहिँ चलिरहेको छ, ताकि त्योभन्दा अगाडि एउटा थामी समुदाय जम्मा भएर बसेर र एकै थलामा चाहिँ थामी समुदायको चाहिँ बसेर चाहिँ आफ्नो कुराहरू व्यक्त गर्ने ठाउँ थिएन। आज कोटेश्वर जस्तो चोकमा नेपाल थामी समाजको केन्द्रीय कार्यालयको चाहिँ छ पदम सर। दोस्रो काम चाहिँ के गर्यो 2 नम्बर काम चाहिँ के गर्यो भन्दाखेरि नेपाल थामी समाज केन्द्रमा म आए पछाडि ठ्याक्क चैतमा म आए पछाडि वैशाखतिर हो थर सूचीकरण। थर र उपथर चाहिँ आदिवासी जनजाति आयोगले चाहिँ थर उपथरलाई चाहिँ हामी समुदाय बिचमा छलफलै नगरी, हाम्रो समुदायको चाहिँ अग्रजहरूसँग सल्लाह नगरिकन, जातीय संस्थालाई कुनैलाई सल्लाह नगरिकन एकैचोटि आयोगले चाहिँ थरको पछाडि उपथर ल्याएर चाहिँ हाम्रो अगाडि चाहिँ वेबसाइटमा निकालिदियो। त्यो निकाल्दाखेरि हामी चाहिँ हाम्रो मात्रै नभएर चाहिँ हाम्रो 11वटा जातीय संस्था थामी बराम लगायतका अन्य सबै गरेर 11वटा जातीय संस्थाको चाहिँ हाम्रो थरको पछाडि चाहिँ उपथर झुन्ड्याइदियो। अनि त्यसको लागि चाहिँ हामी चाहिँ 11वटा जातीय संस्थाको अध्यक्षहरू मिलेर पहिला गठन गऱ्यौँ। पहिले चाहिँ बस्यौँ, छलफल गऱ्यौँ। छलफल गर्दाखेरि चाहिँ अब यो भएन, यो हामी संस्थागत रूपमा निर्णय गर्नुपर्छ। यो किन यसरी भयो भने हामी संस्थागत रूपमा निर्णय गऱ्यौँ। संस्थागत रूपमा निर्णय गरेपछि अब हामीले प्रत्येक जातीय संस्थामा चाहिँ आफ्नो केन्द्रीय कार्यालयमा बसेर चाहिँ 11वटा जातीय संस्थाको अध्यक्ष लगायत पदाधिकारी सदस्यज्यूहरू सबैजना बसेर चाहिँ हामीले चाहिँ ज्ञापन पत्र बुझाउँ भनेर हामीले 6-7वटा ज्ञापन पत्र बुझायौँ जनजाति आयोगमा चाहिँ हामीले त्यो भए पछाडि त्यो पनि हाम्रो कुरा नसुनेपछि त्यहाँबाट नि वेबसाइटबाट निकाल्न नमाने पछाडि हामीले लगभग 11वटा जातीय संस्थाबाट 400 जना जति हामीले चाहिँ धरना गऱ्यौँ, जुलुस गयौँ। त्यस पछाडि पछि चाहिँ थर सूचीकरणको पनि त्यसरी उहाँहरूले आयोगबाट वेबसाइटबाट हटाइदिनु भयो। 3 नम्बर काम चाहिँ तपाईँको के गर्यो भन्दाखेरि चैतमा अध्यक्ष भएर आइयो, जेठमा त फेरि उमरी पूजा आयो। उमरी पूजा चाहिँ गर्नु पर्यो। अब हाम्रो त एउटा चाहिँ हामी त प्रकृति पुजारी हुँदै गर्दाखेरि हामी त डाँडामा गएर चाहिँ प्रकृति पूजा गर्नुपर्ने। अनि अब छैन हाम्रो त कहीँ एउटा नेपाल थामी समाजको थुक्ने ठाउँ त छैन, पूजा गर्ने त परै जाओस्। अनि त्यस पछाडि होस् जस्तो सुकै देश जस्तो भयो भने हामीले अफिस कोठामा चाहिँ दोलखाको बाब्रेबाट चाहिँ गुरु मगाएर हामीले भूमि पूजा गऱ्यौँ। अनि जब त्यो कोठामा चाहिँ भूमि पूजा गर्दाखेरि मेरो मनमा साह्रै पीडा भयो। अरे म त एउटा चाहिँ प्रकृति पुजारी भन्नै गर्दा प्रकृति चाहिँ एउटा डाँडामा गएर चाहिँ पूजा गर्नुपर्ने मान्छे, एउटा चाहिँ खोलामा गएर चाहिँ पूजा गर्नुपर्ने मान्छे, प्रकृतिलाई पुज्नुपर्ने मान्छे आज चाहिँ यो चाहिँ बन्द कोठाभित्र अफिस कोठाभित्र चाहिँ पूजा गर्नु पर्यो भन्ने म त्यहाँ साह्रै लज्जात्मक फिर भइरहेको थियो। त्यस पछाडि सोझोको सारा दैवले दिन्छ भने जस्तै
त्यो चाहिँ मलाई त्यहाँबाट जागिरहेको थियो क्या, कहाँ पाइएला कसरी पाइएला भनेर मलाई लागिरहेको थियो। पछि चाहिँ खोज्दै जाँदाखेरि गोकर्णेश्वरमा चाहिँ आदिवासी किराँत समाजमा चाहिँ हामी पनि किराँती हौँ, तपाईँहरूको चाहिँ यस्तो ठाउँ छ, हामी पनि प्रकृति पूजा, हामी पनि भूमि पूजा गर्छौँ, तपाईँहरूको यो पूजा गर्ने ठाउँ छ, हामीलाई पनि यो पूजा गर्ने ठाउँ दिनु पऱ्यो भनेर चाहिँ गर्दाखेरि तपाईँहरू किन आउनु भन त, हामीले तपाईँलाई 3 टा 4वटा चिठी पठाएको छौँ, त्योभन्दा अगाडि नै किन आउनु भन्छ, हामीले चिठी पठाइरहेको छौँ तपाईँहरूलाई भनेपछि खै हामीलाई मलाई थाहा छैन, म त भर्खर आएको नयाँ आउँदा थियो र त्यसो भए के गर्नुपर्छ भन्यो। त्यति सजिलो कहाँ तपाईँको जेठमा त्यो भयो, असारदेखिको चाहिँ लाग्दा कमसेकम 40 चोटि 50 चोटि त्यहाँ गए पछाडि बल्ल मङ्सिरमा चाहिँ हामीले त्यहाँ पूजा गर्ने ठाउँ चाहिँ गोकर्णेश्वर भन्ने ठाउँमा चाहिँ पूजा गर्ने ठाउँ पाइयो। त्यसकारण खोज्दाखेरि पाइन्छ सर, लाग्नुपर्छ। अनि त्यस पछाडि 4 नम्बर चाहिँ अब 5 नम्बर काम चाहिँ हामीले के गर्यौँ भने सदस्यता वितरण गर्ने। सदस्यता वितरण आजीवन सदस्य, क्रियाशील सदस्य, त्यसपछि साधारण सदस्य, मानवता सदस्य, यी सदस्यहरू पनि हामीले वितरण गरेका छौँ। त्यो सदस्यबाट आजीवन सदस्यबाट पैसा आएको पैसा चाहिँ हामीले नेपाल थामी समाज केन्द्रको चाहिँ घडेरी खर्च गर्ने भनेर हामीले लागेका छौँ। लगभग हामीसँग 1 लाख जति पैसा जम्मा भएको छ। यो काम भइरहेको थियो, त्यही रफ्तारमा जुन पैसा उठेको भए अहिलेसम्म लगभग 10 लाख जति पैसा उठ्थ्यो होला। केही यो समुदायको केही साथीहरूले चाहिँ यसमा अलिकति चाहिँ तितर गरे पछाडि त्यो पैसा हामीले अब विधान विपरीत छ कि भन्ने हामी लाग्यो खाले साथीहरूले त्यो भन्नुभयो। अनि त्यस पछाडि हामीले त्यसलाई पनि अहिले त्यतिकैमा यथावत गरेर हामीले त्यो पैसा पनि हामीले उठाएको छौँ। त्यस पछाडि आयो हाम्रो 6 नम्बर काम चाहिँ हामीले के गर्यौँ भन्दा विधान संशोधन। हामीले चाहिँ विधान संशोधन गर्दा यो विधान संशोधन गर्दाखेरि तपाईँको चाहिँ यो विधान कमसेकम हामीले 50 देखि 60 चोटि त हामीले यसलाई करेक्सन गऱ्यौँ होला। विज्ञ राखेर तपाईँको अधिवक्ता राखेर यो हामीले चाहिँ के अरे संशोधन गर्दाखेरि हामीले त्यसको ड्राफ्ट मात्रै बनायौँ होला 40-50वटा त हामीले यो लान्छौँ, त्यसमा फेरि करेक्सन भएर आउँछ, अर्को लान्छौँ, अर्को करेक्सन भएर आउँछ, अर्को लान्छौँ, अर्को गर्दै आउँछ। हाम्रो दिन रात पदम सर, हाम्रो चाहिँ रूपा बहिनी, अनि राखी मिस, देव सर, हाम्रो एक खाले चाहिँ 6-7 जनाको कमिटी चाहिँ हाम्रो जहिले पनि राजनीति गरेर हामीले 14-15 महिना लाएर चाहिँ यो विधान संशोधन गऱ्यौँ। त्यति सजिलो रहेन, हेर्नुहोस् काम गर्ने कुरामा त्यति सजिलो छैन। साथीहरूले चाहिँ के अरे कुरा काट्न सजिलो हुन्छ, काम गर्न त्यति सजिलो छैन। 14 महिना लाएर 14-15 महिना लाएर अहिले विधान संशोधन भएर नयाँ विधान पनि संशोधन भएर आएको छ। अब 7 नम्बरमा वार्षिक साधारण सभा गरियो। वार्षिक साधारण सभा तपाईँको चाहिँ अहिलेसम्म 25 वर्षसम्म त्यहाँ हामीले चाहिँ विगतका चाहिँ साथीहरूको हेरियो। सबै चाहिँ हामीले चाहिँ दराजमा सबैहरू हेर्दाखेरि चाहिँ पूर्वोक्त साथीहरूको साधारण सभाको बुक के अरे माइनर चाहिँ हामीले एउटा पनि भेट्यौँ। या हामीले यो हाम्रो पालोमा हाम्रो कार्यसमितिको पालोमा यो पहिलोचोटि हो कि यो वार्षिक साधारण सभा गर्दै गर्दाखेरि केही पदाधिकारी भन्ने साथीहरू पनि आइदिनु भयो। किनभने चैतमा चाहिँ तपाईँको विशेष अधिवेशन भएको छ, वैशाख के अरे अहिले के अरे असारमा चाहिँ वार्षिक साधारण सभा, साउनमा चाहिँ वार्षिक साधारण सभा किन कसरी हुन्छ भनेर उहाँहरूले एक खालको चाहिँ तिक्तता मचाइदिनु भयो, ताकि उहाँहरूलाई वार्षिक साधारण सभाको बारेमा थाहै रहन्छ। वार्षिक साधारण सभा गरेर संस्थाको चाहिँ अडिट गर्नुपर्छ, अडिट गरेर संस्था नवीकरण गर्नुपर्छ भन्ने पनि उहाँहरूलाई त्यो जनचेतना रहन्छ। उहाँहरूले चाहिँ केही साथीहरूले चाहिँ त्यसमा चाहिँ उपस्थित हुनु भएन। त्यस पछाडि उपस्थित हुनु भएन पनि त्यो पनि ठिकै छ, तर वार्षिक साधारण सभा भनेकै उहाँहरूलाई थाहा नभएपछि त्यसको विरोध चाहिँ किन गर्ने? त्यस कारणले साथीहरू। अनि 8 नम्बर काम चाहिँ हामीले के गर्यौँ भन्दाखेरि कक्षा 8सम्म हामीले पाठ्यक्रम तयार बनाएको छौँ कालिम्पोङ गाउँपालिकाको सहयोगमा, आर्थिक सहयोगमा, र कक्षा 3सम्म त पाठ्यपुस्तकै तयार भएको छ। हाम्रो कालिम्पोङ गाउँपालिकामा कुनै स्कुलमा त 95% थामी समुदायको बालबच्चाहरू पाठन गर्छन्। त्यो अवस्थामा हामीले चाहिँ कालिम्पोङ गाउँपालिकासँग चाहिँ सर हाम्रो त यो छ भनेर अध्यक्षज्यूसँग हामीले प्रस्ताव राख्यौँ, प्रपोजल लिएर गयौँ। त्यो प्रस्ताव राख्ने बित्तिकै हाम्रो कालिम्पोङ गाउँपालिकाको अध्यक्षले भन्नुहुन्छ म विशुद्ध थामीको लागि चाहिँ सेवा गर्छु भन्दै गर्दाखेरि हो हामीले त चाहिँ त्यो प्रस्ताव लाने बित्तिकै उहाँले
10 लाख रुपियाँ छुट्याइदिनु भयो। आज कालिम्पोङ गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा 1 देखि 8 सम्म पाठ्यक्रम पनि तयार भएको छ र कक्षा 3 सम्म त पाठ्यपुस्तकै हामीले अहिले बालबच्चाहरूले पढिराख्नु भएको छ। त्यसपछि 9 नम्बर हामीले के काम गर्दै भन्दाखेरि देशव्यापी रूपमा चाहिँ हामीले चाहिँ सिलोके पालेको। आज दोलखा जिल्लाको पनि 2टा गाउँपालिकाले बिउ गाउँपालिका कालिम्पोङ गाउँपालिकाले निकाल्नु। पहिला त कालिम्पोङ गाउँपालिकाले निकाल्नु भयो अनि त्यस पछाडि बिउ गाउँपालिकाले निकाल्नु भयो होइन। अनि विभिन्न देशभरका थामी समुदायले चाहिँ ओहो दोलखाले मात्रै निकालेर भएन पालिकाले स्तरले पनि निकाल्नु भएन हामीलाई केन्द्रले निकालेको भए हुन्थ्यो भन्ने जनगुनासो आयो। अनि हामीले चाहिँ एउटा प्रोसेस चाल्यो। अनि अहिलेको हाम्रो उपाध्यक्षज्यू हुनुहुन्छ बिउ गाउँपालिका उपाध्यक्ष देविका थामीज्यूले चाहिँ 10 लाख रुपियाँ पैसा छुट्याइदिएर देशव्यापी रूपमा चाहिँ हामीले चाहिँ सिलोके पालेको पनि एउटा निकालेका छौँ। त्यस पछाडि 10 नम्बर काम चाहिँ हामीले के गर्यौँ भन्दाखेरि हामीले वडामा अहिले पछाडि टाइममा विधान जब संशोधन भएर आए पछाडि हामीले गाउँमा वडा स्तरमा गरेर चाहिँ वडा भेला गर्न सुरु गऱ्यौँ। वडा भेला गरेर अब बिउमा पनि हामीले 8 नम्बर वडा सक्यौँ। कालिम्पोङको 6 नम्बर बाँकी छ। त्यो 6 नम्बर वडा पनि कालिम्पोङको सके पछाडि हामी चाहिँ कालिम्पोङ गाउँपालिका स्तरको चाहिँ हामी चाहिँ गठन गर्छौँ थामी नेपाल थामी समाज। त्यसपछि त्यो सकेपछि हामी प्रदेश स्तर गर्छौँ जिल्ला स्तर गर्छौँ त्यसपछि प्रदेश स्तर गर्छौँ त्यसपछि हामी केन्द्रको अधिवेशनमा ठ्याक्कै हामीले चाहिँ गर्छौँ। र त्यो हामीले दोलखा जिल्ला पुरै सके पछाडि अनि हामी अन्य जिल्लाहरूमा दोलखाबाट रामेछापबाट चाहिँ सिन्धुपाल्चोकबाट सिन्धुली हुँदै हामी चाहिँ त्यसपछि अन्य जिल्लाहरूमा हामी सबै वडामा त थामी बसोबास बनाउनु भएको जहाँ हुनुहुन्छ हामी त्यहाँ चाहिँ वडा भेला गर्न आउँछौँ। हामीले अहिले पछिल्लो टाइममा 11 नम्बर काम चाहिँ हामीले के गर्यौँ भन्दाखेरि केन्द्रीय कार्यालयको चाहिँ हामीले अवधारणा ल्याएका छौँ। यो केन्द्रीय कार्यालय चाहिँ किन बनाउनु पर्छ भन्दाखेरि आज हामीले घरबेटीको धेरै अर्काको घरमा बसेर हामी त त्यहाँ त चाहिँ कहिलेकाहीँ भेला हुन्छ कहिले मिटिङ गर्छौँ के गर्छौँ गर्दाखेरि चाहिँ त्यहाँ हामीले चाहिँ धेरै चाहिँ टर्चर पाएका छौँ घरबेटीको। त्यसपछि हामी अहिले सबैभन्दा ठुलो चाहिँ केन्द्रीय कार्यालयको अवधारणा ल्याएका छौँ। त्यो अवधारणामा पनि यहाँहरू देश तथा विदेशमा रहनु भएको सम्पूर्ण थामी समुदायले साथ सहयोग गर्नुहुन्छ भन्ने मैले पूर्ण आशा लिएको छु। एकले थुकी सुकी हजारले थुकी नदी भने जस्तै हामी सबै मिलेर गऱ्यौँ भने असम्भव केही जस्तो पनि लाग्दैन, असम्भव केही हुन्छ जस्तो पनि मलाई लाग्दैन। त्यस पछाडि हामीले 12 नम्बर काम हामीले के गर्दैछौँ भने देशव्यापी रूपमा पहिला तपाईँको थामी समुदायको केन्द्रीय कार्यालय केन्द्रीय कमिटीको मिटिङ कहिले बस्थ्यो पनि थाहा हुँदैन थियो, के निर्णय हुन्थ्यो पनि थाहा हुँदैन थियो। हाम्रो पालामा आएपछि हामीले 1 वर्ष अगाडि नेपाल थामी समाज केन्द्रको चाहिँ निर्णय सर्कुलेसन गर्थ्यो। यहाँदेखि केन्द्रदेखि जिल्लादेखि चाहिँ पालिकाबाट चाहिँ वडासम्म हामीले निर्णय के निर्णय भयो त आज भनेर हामीले चाहिँ निर्णयलाई सर्कुलेसन गरेका छौँ के भइरहेछ र हामीले 1 वर्ष अगाडि निर्णय सर्कुलेसन प्रचार प्रसार गऱ्यौँ। उहाँहरूले तपाईँहरूले चाहिँ त्यहाँको जिल्लाको अद्यावधि पठाउनुहोस् तपाईँहरूको के छ चाहिँ कार्यसमिति को हुनुहुन्छ पठाउनुहोस् भनेपछि अहिलेसम्म पठाउनु भएको छैन। सर अहिलेसम्म हामी 12-14वटा कामहरू गरेका छौँ। यही हो हामीले अहिले आजसम्मको उपलब्धि। अध्यक्षज्यू तपाईँले नेपाल थामी समाजको 12-13वटा 14वटा काम गरे भनिरहँदाखेरि नेपाल थामी समाजको विभिन्न सामाजिक सञ्जालमा चाहिँ टिका टिप्पणी एउटा समुदायलाई नै बदनाम गर्ने तरिकाले आउँछ। यसको आउनुको कारण चाहिँ के रहेछ त? सर यस्तो हो, कुनै पनि मान्छेले र कुनै पनि समुदायले कुनै पनि संस्थाले खाइपाइ आइरहेको चिज चाहिँ कटअप गर्दाखेरि चाहिँ उहाँहरूलाई त्यो चिज दुखाइ हुने स्वाभाविकै हो। किनभने हिजो यही थामी समुदायको तपाईँ हाम्रो टाउको बेचेर थामी समुदायको नाम बेचेर केही साथीहरूले चाहिँ आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको थियो र त्यो जीविकोपार्जन चाहिँ म चाहिँ 1, 2, 3 दिन्न, म आफू पनि गर्दिनँ अरूलाई पनि गर्न दिन्न भन्ने मेरो मान्यता हो। हिजो मैले अधिवेशन हलबाट पनि यही बोलेर आएको छु, आज पनि यो बोल्छु, भोलि पनि आउँछु। मेरो कार्यकालभरि कुनै पनि व्यक्तिलाई र कुनै पनि सङ्घ संस्थालाई यो थामी समुदायको टाउको नाम बेचेर चाहिँ म खान दिन्न। जब त्यो खान नदिएपछि आज केही साथीहरूले साह्रै छटपट भइरहेको छ। उहाँहरूलाई के गरौँ कसो गरौँ, कहिले सामाजिक सञ्जालमा के लेख्ने, कहिले के लेख्ने, यो तपाईँको पानीलाई धमिलो बनाएर चाहिँ माछा मार्न चाहिँ उहाँहरूले कोसिस गर्दै हुनुहुन्छ। खबरदार, तपाईँहरूले सक्नुहुन्न।
मैले कुनै पनि हालतमा त्यो चाहिँ मैले चाहिँ 1-2 दिन रोकेरै छाड्छु, रोक्छु पनि पकाउँछु। जस्तै अब उहाँहरूले जुन तरिकाले असन्तुष्टि तरिकाले समुदायको तरिकाले बदनाम गर्ने तरिकाले उहाँहरूले प्रस्तुत गर्नुभयो, अब चाहिँ देश तथा विदेशमा रहनुभएका नेपाल थामी समाज संस्थालाई माया गर्नुहुने आमा बुबा दाजुभाइ दिदीबहिनीहरूले चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ त? यहाँहरूलाई म के भन्न चाहन्छु भन्दा, पहिलो कुरो चाहिँ तपाईँहरू अब पहिलाको जस्तो 21औं शताब्दीको थामी समुदाय हामीले अलि कुरा चाहिँ केही कुराहरू चाहिँ बुझ्नुपर्छ। यहाँहरूलाई म के चाहिँ अनुरोध गर्छु भन्दाखेरि, तपाईँहरू सत्य कुरा के हो त्यसको चाहिँ पछि लाग्नुहोस् प्लिज। कसैले अफवाह सामाजिक सञ्जालमा अफवाह फैलाउँदैमा, र त्यो पनि कस्ता व्यक्तिले फैलाएको छ। तपाईँहरू बुद्धिजीवी हुनुहुन्छ नि, हेर्नुहोस् न कस्तो व्यक्तिले चाहिँ त्यसको सामाजिक सञ्जालमा चाहिँ अफवाह फैलाएको छ, त्यसको पछाडि कहिल्यै पनि कदापि नलाग्नु होला। मेरो यहाँहरूलाई व्यक्ति अनुरोध छ, कागले कान लग्यो भन्दैमा कान नछामिकन कागको पछाडि नदौडिनुहोस्। वास्तविक कुरा के छ, आउनुहोस्, टक गर्नुहोस्, टेबल टक गर्नुहोस्, सम्पूर्ण थामी समुदाय आउनुहोस्, बसौँ, टेबल टक गरौँ, वार्ता गरौँ। वार्ताको माध्यमबाट सबै समस्याको समाधान हुन्छ। अहिले तपाईँको पछिल्लो टाइममा चाहिँ यहाँ चाहिँ संस्थाभित्रै गुट उपगुट पार्टी, यो पार्टी त्यो पार्टी, यहाँ पार्टी ऊ पार्टी, केवल त्यो कृपया त्यो नगर्नु होला। तपाईँहरू एमाले हुनुहोस्, काङ्ग्रेस हुनुहोस्, माओवादी हुनुहोस्, जे हुनुहोस्, त्यो मलाई मतलब छैन। म एउटा सिङ्गो छाता सङ्गठनको अध्यक्ष हुँदै गर्दा कुनै पनि पार्टी गुट उपगुट चाहिँ यो भित्र चाहिँ तपाईँहरूको चल्दैन। कृपया यो चाहिँ तपाईँहरूको चल्दैन। तपाईँहरूले हिजो महाधिवेशन हलबाट के भनेर आउनु भएको छ, म जनताको सेवा गर्छु। 32,743 जनाको चाहिँ म थामीको नेता हो। मैले थामी समुदायको चाहिँ आफ्नो चाहिँ भाषा, संस्कार, संस्कृतिको बारेमा चाहिँ म अब्बल छु। म चाहिँ तपाईँहरूलाई चाहिँ केन्द्रदेखि चाहिँ वडासम्म चाहिँ मैले चाहिँ सबै समुदायको चित्त बुझाउँछु, म काम गर्न सक्छु भने तपाईँ महाधिवेशन हलबाट चाहिँ पद दिएर पदाधिकारी भएर आउनुभएको होइन। आज तपाईँहरूले पदाधिकारी हुनुहुन्छ, सदस्य हुनुहुन्छ, सबैलाई मेरो अनुरोध, तपाईँहरूको आफ्नो काम कर्तव्य अधिकार के हो त्यो तपाईँहरू आफैलाई थाहा छ। भोलि तपाईँहरूले चाहिँ जनतालाई के बुझाउनुहुन्छ त्यो जनताले विचार गरिरहेछन्, जनताले भोलि खोज्नेछन्। तपाईँ पदाधिकारी हुँदै गर्दा, तपाईँ सदस्य हुँदै गर्दा जनतालाई भोलि बुझाउनु पर्ने होला नि। तपाईँले गरेको काम कर्तव्य त बुझाउनु पर्छ होला नि त। त्यसकारण यो भित्र तपाईँहरूलाई फेरि पनि लास्टमा भन्छु, गुट र उपगुट र पार्टी, यो पार्टी त्यो पार्टी भनेर नल्याउनुहोस्। समग्र थामी समुदाय एक भएर एकजुट भएर अगाडि बढाउँ। नहुने केही पनि छैन अनुसार अवश्य हुन्छ। नेपाल थामी समाज केन्द्रीय कार्यालय रणबहादुर थामीकै पालामा बन्छ, तर साथ सहयोग सबैले दिनुपर्छ। तपाईँहरू तमाम समुदायले सबैले बुद्धिजीवीले दिनुपर्छ भन्नु चाहन्छु अनुसार म। अध्यक्षज्यू, अब नेपाल थामी समाजको केन्द्रीय कार्यालय भनौँ न एउटा अभियान चलाइरहेका छौँ। यो सफल पार्नका लागि चाहिँ अब हामीले वडा पालिका जिल्लामा पनि हामीले कार्यालयको अवधारणा, वडामा जग्गाहरू विभिन्न वडा भेला भएर पनि जग्गा प्राप्त भएको छन्। त्यो भइरहँदाखेरि अब जुन तरिकाले समुदायले चाहिँ संस्था तरिकाले एउटा गहिरो एउटा संस्था चलायमान भएको छ भन्ने महसुस गरेको छन्। साथै अब अस्ति बिचमा 6वटा जिल्लाले चाहिँ एउटा सामाजिक सञ्जालमा चाहिँ एउटा संस्थालाई नै बदनाम गर्ने तरिकाले आयो। उहाँहरूको चाहिँ वास्तविकता कुरो चाहिँ के हो अध्यक्षजी, त्यो चाहिँ जनतालाई प्रश्न पार्दैन न जुन तरिकाले? पहिलो कुरो त दोलखा जिल्लालाई मात्रै काखी चापे अध्यक्षले बाहिर जिल्ला चाहिँ बायस गर्यो भन्ने जुन तपाईँहरूमा भाइस परेको छ, जुन तपाईँहरूको दिमागमा परेको छ, त्यो चाहिँ तपाईँहरूले त्यो कुरा चाहिँ दिमागबाट निकालेर फालिदिनुहोस् कृपया प्लिज। छाता सङ्गठनको अध्यक्ष म हुँदै गर्छ, सबै 32,743 थामी समुदायहरू जहाँ बस्नु भएको छ त्यो सबैजनाको अध्यक्ष हो म। त्यसकारण कसैलाई काखी चाप्ने, कसैलाई बायस गर्ने होइन। त्यो चाहिँ तपाईँहरूले संस्थागत रूपमा चाहिँ नेपाल थामी समाज केन्द्रलाई चाहिँ सोधेर केन्द्रको मातहतबाट बजेट राख्नुभएको भए म त्यसमा चाहिँ तपाईँहरूलाई सिफारिस त्यो मिल्थ्यो। आज तपाईँहरूले व्यक्तिगत रूपमा कुनै एउटा 1 वा 2 अथवा कोही व्यक्तिलाई चाहिँ तपाईँहरूले चाहिँ मोबाइलमा चाहिँ पठाइदिएर अनि तपाईँको व्यक्तिले फेरि त्यो कुरो नि मलाई थाहा नहुने एकैचोटि चाहिँ प्रपोजल हालेर 6-7 महिना पछाडि प्रपोजल पर्ने बेलामा चाहिँ मलाई त्यो पनि थाहा थिएन। हेर्नुहोस्, मलाई त के अरे जनजाति राष्ट्रिय प्रतिष्ठान प्रेसिडेन्टबाट फोन आयो, अध्यक्षज्यू तपाईँले बजेट केही पनि हालेको छैन भन्नुहुन्थ्यो। मैले बजेट हालेको पनि थिएन।
केही पनि बजेट हालेको थिएन भन्नुहुन्थ्यो। आज त यहाँ त 6-7वटा तपाईँहरूको जिल्लाको निवेदनहरू परेको छ त। के हो यो भन्दाखेरि सर मैले चाहिँ हालेको छैन, कसले हाल्यो मलाई थाहा छैन भने पछाडि अनि बजेट के गर्ने त भन्दाखेरि अब तपाईँहरूसँगै अस्ति तपाईँहरूले नै तपाईँहरूकै अफिसमा चाहिँ केन्द्रको चाहिँ सिफारिस बिना कुनै पनि जातीय संस्थाको चाहिँ केन्द्रको सिफारिस बिना चाहिँ कुनै पनि बजेट नदिने हुन भनेर तपाईँहरूसँग छलफल भएको होइन थियो। त्यो छलफलमा जे भएको छ त्यही गर्नुहोस्। म अरू अन्य म केही तपाईँहरूलाई भन्दिनँ। हिजो छलफल एउटा हुने, आज छलफल अर्को गर्ने हुने तपाईँहरूको कुरा हो र हिजो छलफल भएअनुसार तपाईँहरू चल्नु भनेको हो। त्यो छलफल भएअनुसार चाहिँ केन्द्रको चाहिँ सिफारिस बिना चाहिँ कुनै पनि भारतीय सङ्गठन होस्, के अरे जिल्ला होस्, वडा होस्, पालिका होस्, केन्द्रको चाहिँ सिफारिसले चाहिँ बजेट हाल्ने भन्ने कुरा छ अनुसार। धन्यवाद अध्यक्षज्यू। नेपाल थामी समाजको संस्था चाहिँ कसरी चलाउनु पर्छ, पारदर्शिता हुनुपर्छ। जस्तै जिल्लाहरूले बजेट हाल्यो भने पनि थाहा हुनुपर्छ। नेपाल थामी समाज एउटा मातृ संस्था, केन्द्रले चाहिँ तपाईँको कुनै विभिन्न जिल्लाहरूमा हाम्रो 18-19वटा जिल्लामा हाम्रो जिल्ला कार्य समिति छन्, वडा छन्, पालिका छन्। त्यो कार्य समितिको के कस्तो भइरहेको छ भनेर समस्याको सङ्कलन गरेर हामीले उहाँहरूसँग कोर्डिनेसन गरेर हामीले योभन्दा अगाडि पनि मागेका थियौँ। साथसाथै उहाँहरू पनि अब हामीले भनेको उहाँहरूले अहिले डकुमेन्ट्री ल्याउनु भएन। उहाँले भन्नुभयो अध्यक्षज्यूले अब नेपाल थामी समाजले के कस्तो काम गरिरहेको छ भनेर चाहिँ उहाँले प्रश्न पारिदिनु भयो। अझै पनि थप तपाईँहरूलाई केही सल्लाह सुझाव छ भने नेपाल थामी समाजको केन्द्रमा आएर चाहिँ प्रत्यक्ष रूपमा नेपाल थामी समाजको टिमलाई भेटेर चाहिँ संस्थाको बारेमा बुझ्न हुनका लागि चाहिँ हार्दिक अनुरोध गर्दै आजको नेपाल थामी समाजको गतिविधिको बारेमा प्रश्न पारिदिनु भएकोमा नेपाल थामी समाज केन्द्रीय अध्यक्ष रणबहादुर थामीलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। हस्त धन्यवाद। हस्त सेवा, नमस्कार।